म भ्रष्टाचारका विरुद्धमा लडेर आएको मान्छे हो। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरवाका नेताहरूले भ्रष्टाचार गरे पनि म तिनका विरुद्धमा खडा हुन्छु। यो मेरो कर्तव्य हो। बरु म पदबाट राजीनामा दिन्छु तर भ्रष्टाचारका विरुद्धमा लड्छु, चाहे नयाँ हुन् चाहे पुराना हुन्। भ्रष्टाचारको लागि चाहिँ माफी दिइँदैन। हामी आफ्नै सरकार हुँदा पनि खबरदारी गर्न पछाडि हट्दैनौँ। कसले कति समर्थन गर्छन् त्यो महत्त्वपूर्ण कुरा होइन। आजकल त के भएको छ, फेसबुकमा पो गाली गर्छन् त कसैले। पहिला त भाला हान्थे, घाउ देखाइदिउँ, सिधै समातेर केपी ओलीको विरोध गर्ने खुकुरी हान्न आउँथे। बसमा चढ्यो भने आक्रमण गरेर मार्थे। कोभिडको बेला सामान दिन जाँदासम्म सुर्खेतमा कुटाइ खानु पर्यो। चितवनमा बोलेकै भरमा तपाईँको गाडीमा तपाईँको 60-70 जना मान्छे आएर मारेर फाले केपी ओलीको सरकारको विरोध गर्दा। त्यो त सहेर आएको एउटा फेसबुकको कमेन्टै केही पनि हुनेवाला छैन। तर सत्यको बाटो सत्य हुन्छ। आज मैले बोलेको कुरा मैले बिना प्रमाण बिना तथ्य कसैलाई पनि आरोप लगाएको छैन र लाउँदिन पनि। यदि दम र हिम्मत छ भने संसदीय छानबिन समिति बनाओस्। ल क्षमता छ भने बनाएर देखाए हुन्छ। किनभने विकास भएन भन्छन् बेला बेला। कसरी विकास हुन्छ त? सधैँ तपाईँको यहीँका नेताहरूको गुलाम र दास भएपछि विकास हुन्छ त्यो ठाउँ? खै त त्यहाँको नेतृत्व। एकजना मान्छे आउन लागेको थियो, अहिले पनि बन्द गरिलो, खै नेतृत्व। मरिजमान सिंह श्रेष्ठ भन्दा पछाडि कर्णालीको मान्छे आजसम्म यो देशको एउटा जाब संसदीय दलको नेता हुन सकेन। प्रधानमन्त्री टाढाको कुरा छोड्नुहोस्। त्यो भए हुनाले कर्णालीले अब आफ्नो अस्तित्व आफै खोज्ने समय पनि आएको छ। यो कुरा चाहिँ तपाईँहरूले बुझ्नु होला। यहाँ केही हुनेवाला छैन। पहिला मैले कुनै पार्टी विशेषको कुरा गरिनँ। जहिले पनि यिनीहरूलाई मानेरै हिँड्नुपर्ने, जहिले पनि यिनीहरूलाई सुनेरै हिँड्नुपर्ने, जहिले पनि यिनीहरूका कुरा मात्र सही हुने एउटा जाबर रोड बनाउनका लागि मन्त्रीको घरमा बास बस्नुपर्ने अवस्था छ अहिले। हिजो पनि त्यही थियो र आज पनि त्यही छ। एउटा बजेट बनाउने, रोड बनाउनलाई यहाँ सुरुङ मार्गको कुरा भइराखेको छ। हामी यहाँ कालोपत्रे कस्तो हो भने देखेका छैन हामीले। अस्ति मैले रिपोर्ट संसदमा पेश गर्दा जम्मा 300 किलोमिटर मात्र कालोपत्रे रहेछ हाम्रो पुरै कर्णालीमा। नेपालभरि 20,000 किलोमिटर भन्दा बढी सडक कालोपत्रे हुँदा कर्णालीमा 300 किलोमिटर मात्र रहेछ। अनि कर्णालीको जनताले रोड माग्दाखेरि अनि यो बढी गरायो भन्छ। त्यो कर्णालीका दाजुभाइको हाम्रो समस्या हो। कहिले हामीले झापाको मान्छेलाई नेता मान्दियौँ, कहिले यताकोलाई मान्दियौँ। अब कर्णालीले आफ्नो कथा आफै खोज्ने बेला, कर्णालीले आफ्नो भाग्य आफै लेख्ने बेला समय आएको छ। हामी वेट गरिराखेका छौँ, हेरिराखेका छौँ। कर्णालीका सुइना, वास्तविक सुइना उनी के हुन् भने रातो किताब हेर्दैछु। त्यो भए हुनाले अहिले पनि म स्पष्टका साथ भन्छु, क्लियरका साथ, कर्णालीलाई विकास गर्ने हो भने कर्णालीको नेतृत्व नै यो देशको नेतृत्व गर्ने दिन आयो भने कर्णालीको विकासमा केही फड्को हुन्छ। यो भन्दाखेरि अरूलाई केही नराम्रो लाग्ला फेरि त्यो लागोस् भन्छु, मलाई त्यसमा आपत्ति छैन मलाई। किनभने विविधताभित्रको एकताको देश। हामीले के दियौँ ल भन्नुहोस् त? भाषा दियौँ हामीले। आज नेपालभरि बोलिने भाषा यदि कहीँबाट हो भने त्यो कर्णालीबाट आएको भाषा हो। हामीले त संसदमा दर्ज हुने गरेर पटक पटक बोलेका छौँ। त्यही सिन्जा, त्यही कर्णालीले आज नेपाललाई भाषा दियो। आज जुन सभ्यता छ, जुन संस्कृति छ नेपाली जातिहरूमा, यो नेपालमा मात्र होइन, चाहे नेपालीहरू पर दार्जिलिङमा भएका नेपाली भाषी हुन्, चाहे भुटानमा भएका नेपाली भाषी हुन्, चाहे बर्मामा भएका नेपाली भाषी हुन्, चाहे तपाईँको कुमाउँ घोडावालतिर हिमाचल प्रदेशतिर भएका नेपाली भाषी हुन्, चाहे भारतका विभिन्न ठाउँमा भएका नेपाली भाषी हुन्, चाहे युरोप अमेरिकामा बसेका नेपाली भाषी हुन्, तिनीहरूको सबैको कला संस्कृति र भाषा चाहिँ यही कर्णालीले दिएको। यसको दायरा ठुलो छ। तर त्यो भाषा कला संस्कृतिलाई अहिलेको सरकारले खै त बजेट। जस्तै सिन्जा सभ्यता, त्यो सभ्यतालाई संरक्षण गर्नका लागि त हामीले केही खोजेका थियौँ होला नि त। हामीले सरकारलाई पेश गरेका थियौँ होला नि त। प्रधानमन्त्रीसँग बस्दाखेरि त मैले त पेशै गरेको डकुमेन्ट छ त। तर अहिले बजेटमा छुटिएन। माननीय स्वर्णिम प्रसाद वाग्लेज्यूले छुट्याउनु भएन। त्यो भएको हुनाले अहिले के छ भने म अहिले पनि भन्छु, धेरैलाई के लाग्न सक्छ भने ज्ञानेन्द्र साई कराइराखेका छ, ज्ञानेन्द्र साई बढी सरकारको विरोध गर्न थाल्यो भन्ने यदि तपाईँलाई लाग्छ भने मैले सरकारको विरोध गरेको होइन, सरकारलाई सही मार्ग प्रशस्तमा जा भनेर सरकारलाई तपाईँको के गरेको भने बाटो सही देखाएको। तपाईँलाई कतिको याद छ, राष्ट्रिय प्रजातन्त्र पार्टीको सरकार थियो। पार्टीको उप प्रधानमन्त्री को थिए? राजेन्द्र प्रसाद लिङ्गदेन हुनुहुन्थ्यो, हाम्रो पार्टीको अध्यक्ष। त्यतिखेर गङ्गौमा के भयो? बस व्यवसाय सङ्घहरूले त्यहाँको प्रहरीलाई कुटपिट गरे। कुटपिट मात्र गरेनन् त्यहाँका लोकल मान्छेहरूले,
त्यही गाउँमा भएको पसलसम्म लुटेर लगे। तपाईँलाई याद छैन 4 वर्ष अगाडिको घटना? मैले संसदमा उभिएर भनेको थिएँ त्यतिखेर हाम्रो पार्टी सरकारमा थियो। सरकार कहाँ छ? दियो बालेर खोज्नुपर्ने हो कि के गर्नुपर्ने हो? सरकारका मन्त्रीहरू कहाँ लुकेर बसेका छौ भन्दाखेरि मेरो अध्यक्षले पुलुक्क पछाडि हेर्नु भएको थियो।